यहाँहरू सबैमा मेरो राधे राधे। अङ्ग्रेजी नववर्ष 2026 प्रारम्भ हुन गइरहेको छ र म हजुरहरूको समक्ष धनु राशि भएका व्यक्तिहरूको वार्षिक राशिफल लिएर उपस्थित भएको छु। भिडियोलाई अन्तिम तक पुरा हेरिदिनु होला। धनु राशि भएका जातकहरूको पारिवारिक जीवन मध्यम नै रहनेछ। साना साना समस्या पनि आउनेछन्। परिवारमा वाद विवाद हुने सम्भावना देखिएको छ। गृहस्थ जीवन त्यति राम्रो हुने देखिएको छैन। सावधान रहनुहोला। धनु राशि भएका व्यक्तिहरूको 2026 मा स्वास्थ्य राम्रो नै रहनेछ, तर चतुर्थ स्थानमा शनि बसेर लग्न स्थान यानी प्रथम स्थानमा शनिको दशम दृष्टिले गर्दाखेरि शारीरिक र मानसिक पीडा बन्नेछ। धनु राशि भएका व्यक्तिहरूको 2026 मा प्रेम जीवन राम्रो नै रहनेछ। जो व्यक्ति प्रेम विवाहमा बदलाव लाने कोसिस गर्नुहुन्छ उहाँहरू सफल बन्नुहुनेछ र दाम्पत्य जीवन पनि सुखमय रहनेछ। धनु राशि भएका व्यक्तिहरूको 2026 मा नोकरीको क्षेत्रमा राम्रो परिणाम मिल्नेछ। सहकर्मीहरूसँग राम्रो व्यवहार गरेर राख्नुपर्ने हुन्छ र व्यापार क्षेत्रमा पनि सकारात्मक प्रभाव देखिएको छ। धनु राशि भएका व्यक्तिहरूको 2026 मा आर्थिक जीवन धेरै राम्रो रहनेछ। अचानक धन लाभ हुने योग पनि बनेको छ। धनु राशि भएका व्यक्तिहरूले 2026 मा गर्नुपर्ने महा उपाय, प्रत्येक शनिबार भैँसी अथवा काउडीलाई भात दिने गर्नुहोस्। वृद्ध ब्राह्मणलाई सेवा गर्नुहोस् र प्रवाहित जलमा जौ प्रवाहित गर्नुहोस्। यो गर्नुभयो भने हजुरको जीवन सफल बन्नेछ। र यो भिडियोलाई मन परेमा आफ्नो प्रतिक्रिया दिएर धेरैभन्दा धेरै सेयर गरिदिनु होला। धन्यवाद।